हाई एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि नमस्ते सबैजनालाई। अनि हजुरहरू कस्तो हुनुहुन्छ साथीहरू? आई होप हजुर सबै सन्चै हुनुहुन्छ भनेर म पनि एकदमै सन्चै छु। ओ माई गड, आजको वेदर हेर्नुहोस् न साथीहरू, पुरा फगी डे भएको छ साथीहरू आज। अनि साथीहरू हामी चाहिँ कहाँ जाँदैछु भनेर तयार सार भएर आज चाहिँ म जाँदैछु मेरो छोरीको एनुअल फङ्सनमा, एनुअल स्पोर्ट डेमा साथीहरू। ओ माई गड, यस्तो जाडो भएको छ हो। अहिले बज्दैछ बिहानको 8 बजिसक्यो, तर पनि मौसम हेर्नु न साथीहरू, यस्तो फगी डे भएको छ। के पनि देख्दैन जस्तै छ हो। आज स्पोर्ट डेमा नि खोइ कसरी हुन्छ होला प्रोग्राम पनि, यस्तो फगी डे भएको छ। सो आज हाम्रो एनुअल फङ्सनमा म र मेरो छोरी मान्वी म जान्दैछु, मेरो कान्छी छोरीको हो आज एनुअल फङ्सन। सो हजुरहरूलाई नि म वहाँ गएर देखान्छु है त, आर्मी स्कुलको स्पोर्ट डे कस्तो हुन्छ, के हुन्छ प्रोग्राम भनेर है त। वेदरहरू न भयङ्कर भएको छ है वेदर त, जाडोले अब पुरा फुल भइसकेको छ साथीहरू। ग्राउन्ड पनि अब हामीलाई नि सिटहरू पनि पाउँछ कि पाउँदैन। यहाँ बच्चाहरू पनि रेडी भइसकेको छ प्रोग्रामको लागि। हेलो गुरु, हेलो हेलो। ए भन्नु जाडो लागेछ? भगवान्, जाडो लागेर यस्तो मौसम कसरी फर्काएर हामी पनि आएर बसिसकेको छौँ साथीहरू सेटमा। अब यहाँ प्रोग्राम पनि स्टार्ट भइसक्यो। यहाँ मेरो छोरीको डान्स आइसकेको छ, माइराको। रिले रेस हुँदैछ साथीहरू, रनिङहरू हुँदैछ। अब नानीको प्रोग्रामहरू भयो, रनिङ स्टार्ट। गर्ल्स पनि रहेछ। कता दोकान रहेछ ला पिलोले कभर गर्ने। यहाँ देखिस् लास्टवाला कसरी कभर गर्छ, फर्स्टवाला देखिस् रेडवालालाई कभर गर्छ। हेर्ने होइन कि पछि मैले त्यसले कभर गरेन। अब खत्तम भइसक्यो स्पोर्ट्स डे। अब हाम्रो प्यारेन्ट्सहरूको सुरु भएछ है त। बस सरहरू पनि पुरा रेडी भएछ है रनिङको लागि। गेट सेट गो। गब्ला गुब्लु लोडे सबै।
हाम्रो प्रोग्राम पनि खत्तम भइसकेको छ। अब हामी जाँदैछौँ। एकदम राम्रो भयो प्रोग्राम पनि, एकदम रमाइलो भयो होइन भन्ने। रनिङहरू पनि भयो साथीहरू प्यान्ट्सहरूको, तर अब मैले आज त हिल लगाइरहेको छु, तर म गइनँ। भोलि पनि छ हेर्दा अब आइसकेको छ खै कसो लाग्यो नाचेर? यता होइन कसो लाग्यो नाचेर? मजा मौसम होइन, बल्ल घाम लागेछ। यस्तो पेटमा के भनेको छैन नि ए हिरा दिदी माइराले हाम्रो यहाँ पर्सनली आएर नि डान्स देखाएको रे। भएर हामी यहाँ आएको छौँ मोमो खानको लागि। जाडोमा बोल्दै भेज मोमो यहाँ मान्वी चाहिँ गरम गरम समोसा खान्छ जाडोमा है। मिक्स तातो थियो त्यही त। अब हामीहरू चाहिँ घर फर्किँदै समोसा पार्टी पनि गऱ्यो हामीले है। नै कम्प्लेक्स जान्न के मेरो छोरीले यस्तो जाडोमा अब आइसक्रिम खाने भनेछ। कम्प्लेक्स जाउँ भन्दैछ तर म जान्न कम्प्लेक्स। मैले हिल लगाएको छु, तर हिँड्न अलिक मुस्किल हुन्छ नि त मलाई। त्यही भएर चाहिँ अब हामी सिधा घर जाने हो। अहिले कस्तो दामी भएछ मौसम, घाम लागेछ अहिले त। घर जाने बेलामा अघि त साथीहरू जाडोमा आमामा त्यो ग्राउन्डमा पुरा कुहिरो लागेर यति जाडो भइरहेको थियो। अहिले त घर जाने बेलामा त कति राम्रो मौसम भएछ, घाम लागेर। अब हामी फर्किँदैछौँ घरतिर। मार्मीलाई कस्तो लाग्यो एनुअल फङ्सन? राम्रो लाग्यो? माइरा नाचेर मजा आयो? अब चाहिँ भोलि चाहिँ मेरो ठुलो छोरीको छ प्रोग्राम। अब हेर्छु भोलि सायद ठुलो छोरीको पनि आउनुपर्छ होला। आज सानोको भोलि ठुलोको। सो गाइस, हजुरलाई यो भिडियो मन परेमा लाइक गर्नु, सब्सक्राइब गर्नु, तपाईँसँग लागि